गाडीमा बस्दा चाकको छाला चाहिँ गोरुको काँच जस्तो भए पनि होइन यस्तो रमणीय दृश्य हेर्न पाउँदा चाहिँ त्यो एकदम गायब भएर जाने रहेछ के त्यो। हेलो नमस्ते सबैजनालाई फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो एनदर भ्लग। यो चाहिँ हाम्रो एकदम पुरानो मेमोरीको लागि यो हामी चाहिँ एजुकेसनल टुर पथरी मल्टिपल क्याम्पसबाट हामी पहिलो ब्याच भन्नुपर्छ सम्भवतः मुस्ताङको टुर एजुकेसन टुर पहिलो सुरुवात गर्ने हामी नै हो। तपाईहरु धेरै साथीहरुले एकदम धेरै सम्झेको छु। तपाईहरुले नि हेरेर एकदम इन्जोय गर्दिनु होला, सल्लाह सुझाव दिनु होला। मिस यु अल गाइज। के छ जयराम? ए म सकिदिए। दुई शब्द बोल्देऊ न। दुई शब्द के बोल्दै या त म लभ यु ल डाइरेक्ट। हैन मलाई कागज कागजबाट बिजेपी छ कि देख्न राम्रो छ। तिमी दुई शब्द बोल्छौ। के बोल्नु? हैन त बोल्दै छैन। शब्द कहाँ हो? हेलो सोल्डे जोरलिङे पु कस्तो फिल भइरहेछ अहिले? अहिले एकदमै बबाल यता हेरौँ न। अलिअलि चाहिँ हैन त्यस्तो बाटोदेखि चाहिँ त्यस्तो हैन फिल भनेको मनभित्र छ हैन अलिअलि यस तर रमाइलो छ हो। फेरि जिन्दगीमा कहिले आउने हो? अब यो होस् न सबै ठाउँ। सोल्डे भाइ मन भाइ के भन्ने छ? के भन्नु यार के शब्द भन्देऊ न। दुई शब्द दुई शब्द मात्रै भन्नु शब्द नै छैन यार के शब्दै छैन के भन्नु। यस्तो राम्रो ठाउँ घुमिराखेको छ हैन अझै घुमिन्छ के भन्नु। मजा आइरहेछ मजा आइरहेछ। अब यहाँ दोस्रो चोटि आउन पाउँदा यस रमाइलो भइरहेछ एकदम रमाइलो। मान्छेको दोस्रो अनि मिसको के छ? ह्याभिङ फन इन मुस्ताङ एकदम मजा आइरहेको छ। यहाँको सिन त झन् जस एक्सप्लेन गर्न सक्दैन एकदम माटाला। यता मिसको चाहिँ के छ? मेरो त झन् एकदमै होइन पर्मिट पनि आएको छैन। सबभन्दा खुसीको कुरा चाहिँ छ अनि ठाउँ एकदम राम्रो छ अनि तिमीलाई पनि धन्यवाद यहाँनिर भिडियो गरेकोमा। हो यता हाम्रो म्याडम हुनुहुन्थ्यो। के भन्नु छ? के भन्नु दुई अब शब्द बयान भन्देऊ न। गर्नै सक्दिनँ यो खुसीको म अरे क्या। यति नै हो। कलेजलाई पनि एकदमै उसलाई पनि भन न मलाई मात्रै इन्टरभ्यु गेमको मिसको कस्तो फिल भइरहेछ अहिले? आई फिल बेटर भेरी गुड। यति नै हो। अझै थप्दिउँ न केही शब्दहरू। के सक्यो प्रशान्त भन्नु दिस इज बेस्ट मेमोरेबल डे हुन्छ हो? ल यता यता के शब्द बोल्दिउँ न। यति राम्रो ठाउँमा आएर अब के बोल्ने शब्दै छैन क्या। म केही बोल्नै सकिनँ शब्दमा। यस्तो खुसी हो। शब्द त्यति धनी छैन होला यो ठाउँको बारेमा बयान गर्नको लागि। सही हो। यता हाम्रो म्याडम मेरो पनि त्यही हो न। मेरो पनि त्यही हो। एकदम रमाइलो। म पो लड्छु। यता मिस के शब्द भनिदिनु न। कस्तो फिल भइरहेछ अहिले हालसालै? ओ माय गॉड कदम चाहिँ नसोच्दै हुन्छ। सबले स्वागत गरेको अवस्था कस्तो होला? एकदमै के अरे खुसीले व्यक्त गर्न सक्दिनँ होइन। सपना थियो यहाँ आउने है सपना पुरा भइरहेको छ। यो सपना चाहिँ हाम्रो क्याम्पस पुरा गरेको छ। खुसी लागेको छ एकदमै। थ्याङ्क यू तिमीलाई पनि। हाम्रो दिदी सरलाई एकदम रमाइलो बस भइरहेछ हुन्छ भन्ने अपेक्षा राखेको छु हैन। यति नै हो सर अनुभव त्यस पछाडिको अनुभव चाहिँ सेयर गरौँला न। अहिलेलाई चाहिँ यति। अपकमिङ कस्तो फिल भएर छ मिस? बिरामी हुन्छ उसलाई चाहिँ कस्तो पनि लागिरहेको छैन। राम्रो भइरहेछ। हसिलो गएर एकछिनको लागि मात्र खोला नाला
हजुरलाई चाहिँ कस्तो भइरहेछ मेरो मलाई नि एकदम रमाइलो लागिरहेछ ल म्याडम के शब्द भनिदिनु पर्यो मैले भनिसकेँ के भन्नुभयो सुनेन? मैले सुनिनँ त ए बल्ले बल्ले भनेको नि रमाइलो भयो तपाईँ त स्वर्गको पढि नै हुनुभएको छ होइन कस्तो फिल भइरहेछ के भनेको तिमीले बेइज्जत बेइज्जत भयो जलपरी पढि नै हो नि त एकदमै रमाइलो भइरहेको छ साथीहरूसँग घुम्न पाउन हो हजुरको चाहिँ हामी फिलिङ धेरै एक्साइटेड यति नै हो हजुर यति सक्यो हाम्रो भन्नु भएन मिसको के भन्नु छ म त हेरेछु कि बाहिर आएर निकाल्नु सकेको छैन एकदम रियल भेरी नाइस प्लेस आई लाइक मस्ट थ्याङ्क यू बदम पिताजी के छ खबर कस्तो फिल भइरहेछ अहिले हालसालै कस्तो फिलहरू एकदम रमाइलो यति नै हो यति नै हो शब्द केही छैन भन्नेलाई सक्दै छैन प्रिति मिसको त के छैन भन्नु पर्यो नि त कस्तो लाग्यो तपाईँलाई यो ठाउँ ठाउँ त रमाइलो रहेछ है तर गन्तव्यसम्म पुगेकै छैन हो त्यहाँ पुगेपछि के हुन्छ थाहा नै छैन लेट्स सी थ्याङ्क यू हजुर के शब्द भनिदिनु न मलाई केही छैन भन्नु छैन तपाईँको समर्थन नै काफी हो विक्रम सर के भन्नु पर्यो मेरो समर्थन छ समर्थन छ विजय सर के भन्नु पर्यो दुई शब्द भन्नु पर्यो मेरो पनि समर्थन छ भन्नु न त ल रमाइलो लागिरहेको छ होइन यस्तो कमल सर म चाहिँ अहिले पल्सी ताप्ने भएर बल्छी नै मारिदिने हो तिमीलाई नै थाहा ल आउँदैछ साथी किरण सर के भन्नु पर्यो दुई शब्द मेरो केही पनि छैन विषयमा यहाँ बिच रोड चाहिँ कहिले आउँछ भन्ने कुरा म पर्खिँदैछु अरू चाहिँ त्यस्तै हो कि यहाँ हजुर। होइन गाडीमा बस्दा चाकको छाला चाहिँ गोरुको काँच जस्तै भए पनि होइन गाडीमा बस्दा चाकको छाला चाहिँ गोरुको काँच जस्तै भए पनि होइन यस्तो रमणीय दृश्य हेर्न पाउँदा चाहिँ त्यो एकदम गायब भएर जाने रहेछ कि जस ठिक छ ठिक छ हजुर समर्थन छ मेरो। तिमी के बोल्न चाहन्छौ यो ठाउँ देखेर मेरो साथै हराइसक्यो क्या हो थ्याङ्क यू एभ्रिबडी साथीहरू सबैलाई एकदम फिल रमाइलो फिल भइरहेछ हामी अहिले हिमालको छेउछाउमा छौँ ल भरे फेसि हाल्नु यो हाम्रो कमल जिग्री डुम्बा लेक पुगेर आएको कमल तिम्रो भनिदेऊ त केही कुरा छ भन्नुपर्ने ए सुस्मिता बगान भिडियो गर्दैछु त्यहाँ हिमाल देख्न सक्नुहुन्छ तपाईँले निलगिरी हिमाल निलगिरी हिमाल निलगिरी निलगिरी ऊ पर्छ गाडी यो कुद्ने मान्छे को हो यो कुद्ने यहाँ तल काली गण्डकी बगेको हो कि के बगेको हो कोनी निलगिरीबाट आएको खोला जस्तो छ यसो हेर सुस्मिता पखाल हिँडेर कहीँ न भिडियो बनाउँदैछ यार यहाँ को भिनाजु यहाँ हाम्रो सुस्मिता बहिनी यहाँ छन् ज्वाइँ चाहिँ पछाडि छन् होइन आउँदैछन् बिस्तारै बिस्तारै खै देखिन यहाँ अम्बिका यहाँ ऊ माथि निलगिरीमा जुन पनि छ ऊ माथि हाम्रो कमल जय साहब यहाँ आउनु भएको छ यहाँ यता हुनुहुन्छ हाम्रो कमल जय साहब सुस्मिता बहिनी यतातिर
सुस्तामा एक्लो टेस्ट देखाइदिनु अन्ना यस्तै आँखा धाराको पुरै टाउको धुइँदैछ धाराले मुक्तिनाथको जोय होस् हाम्रो सधैँ भलो होस् कस्तो फिल भइरहेछ भाइ चिसो फिल भइरहेको यार यो झर्रा जस्तो भइसक्यो यार मन्नत सबै मागौँ पुरा होस् मन्नत माग है हुन्छ कि कतै कस्तो फिल भइरहेछ फेरि फिलिङ गुड हात जस्तो हुन्छ क्या यो पानी छुन पाइएको आज एकदम खुसीको पल है मुक्तिनाथ आयो अहिले कति भयो कस्तो भइरहेछ फेरि सकिने अवस्था घर जस्तो भइसक्यो सकिने अवस्थामा पनि जय मुक्तिनाथको जय केटा पानी कस्तो छ पानी कस्तो छ केटा हो एक लोटे त आएर केटा अनुहार पनि देखाउन अलिअलि यार ल मेरो पनि ल आइरहेछ केटा ल ओ चिप्लिन्छ नि अन्त बराबर ओ खुट्टा चिप्लिन्छ बिस्तारै है त्यस्तै हुन्छ छिटछिटो होइन छिटछिटो
माथि गएर आउने भने खोइ त केटाहरू ल है ल कस्तो आइरहेछ केटा कस्तो पानी कति चिसो छ ल 108 धारा केटाहरूले कम्प्लिट गर्न आँटे 108 छ धारा प्रीति त पछाडि नै अडियो त भयो तिमीहरूको भरे टाउको दुख्छ साह्रो मार्छ चिप्लिन्छ तल बरफ छ नि बरफको ढिकाहरू आउँदैछ यहाँनिर पानीको बाट जमेको हामीले त अघि अन्डा रह्यो हानेर आइएको छ के पूजा गर्नु म त पैसा मात्रै चढाउने पूजा गर्ने सामान लिएन खिचिरहेको ल भयो केटा ल सञ्जीव हाम्रो सञ्जीवजीको 108 धारा पुरा ल बधाई छ ल